हेलो साथीहरू, तपाईहरुलाई स्वागत छ मेरो मिनी भ्लगमा। आज चाहिँ मेरो छुट्टी थियो के साथीहरू, अनि आज छुट्टीको मौका पारौँ न त भनेर दिदीले कल गर्नुभयो। अलिअलि गर्मी हुँदैछ, त्यही भएर हामीले आइसक्रिम खायौं साथीहरू। बाटोमा त हेर्नु न साथीहरू, माया नै माया छ। सानो सानो क्लिपहरू जोड्दैछु मैले। हेर्नु न साथीहरू, व्हेल माछा छ यहाँनिर। अनि उसले आन्टी म यो व्हेल माछा भन्दा ठुलो छु नि भन्दै थियो। अनि मैले पनि हो व्हेल माछा तिमी भन्दा सानो छ भनेर उसलाई सम्झाएँ। हेर्नु न साथीहरू, यहाँनिर कति धेरै भिड छ के आज। मलाई चाहिँ नेपालमा मेला लागे जस्तै फिल भइरहेछ साथीहरू। अनि यहाँ भित्र पार्कमा पनि कति पिसफुल जंगल छ के। हेर्नु न साथीहरू, मनै आनन्द हुन्छ के सहरमा बसेर होला। अनि हेर्नु न साथीहरू, यहाँनिर चाहिँ ढुङ्गाको घर बनाएको। मलाई चाहिँ कस्तो बच्चा बेलाको याद आयो के साथीहरू। अनि त्यसपछि हामी गफ गर्दै अगाडि बढ्यौं। अहिले चाहिँ साकुराको सिजन हो नि त साथीहरू, त्यही भएर हामी चाहिँ साकुरा कहाँनिर फुलेको छ भनेर हेर्नलाई हामी चाहिँ एक्साइटेड छौं के साथीहरू। अनि म चाहिँ यस्तरी क्यामेरा हेर्दै आफूलाई हेर्दै मक्ख पर्छु के साथीहरू। आफूलाई राम्री देख्ने त मै होला के साथीहरू, अरूले राम्री भनेको त फुर्काको हो नि त, हैन र साथीहरू। अनि यो बाबु चाहिँ मसँग फाइट खेल्छु भन्छ के साथीहरू। ल फाइट खेलौं भनेर म पनि खेल्न सुरु गरेँ। त्यसपछि हामी तीनजना यस्तरी सेल्फी हान्दै हिँड्यौं के साथीहरू। दाइ र दिदी चाहिँ अगाडि हुनुहुन्थ्यो के साथीहरू। त्यसपछि यता आउनु त साथीहरू, तपाईहरुले देख्नुभयो यहाँ अगाडि सबै फुलिरहेछ नि साकुरा। अझै मेरो भिडियो मैले राम्रो क्लिप लिन पाएन के साथीहरू। मोबाइलमा कैद गर्नु भन्दा पनि आँखाले मजाले हेरे के साथीहरू। अनि मजा लागिरहेछ के साथीहरू। साकुरा हेर्ने भिडभाड मान्छेहरू देखेर म त छक्क परे के साथीहरू। सबैजना फोटो खिच्नमा बिजी थियो। मैले चाहिँ यति भिडियो मात्रै बनाएँ के साथीहरू, फोटोहरू त्यति धेरै लिएन मैले चाहिँ। बाटोको साकुरा देखेर म दङ्ग भएँ। अनि यस्तो के साथीहरू, यहाँ पनि नेपालको जस्तै सानो सानो स्टलहरू राख्ने के सामान बेच्नलाई। यस्तो देख्दा कस्तो नेपालको याद आइरहेको के साथीहरू। बाबु नानीहरू चाहिँ बोटिङ गर्न गए, दिदी र म चाहिँ बाहिरै फोटो भिडियो बनाउँदै बसेको साथीहरू। म जस्तै फुर्सदिलो मान्छे कति हो के कति। यहाँ मान्छेहरू फुर्सदिलो पनि छन्, व्यस्त पनि छन्। डुल्दै घुम्दै अब हाम्रो घर जाने बेला भयो के साथीहरू। यतिकैमा हामी घर फर्क्यौं साथीहरू। हाम्रो दिन यसरी नै बित्यो। तपाईहरुको कसरी बित्यो कमेन्ट गर्नुला साथीहरू। बाइ बाइ।